नेपाल शिक्षक महासङ्घले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार राति भएको वार्ता सकारात्मक नभएको भन्दै आन्दोलनलाई निरन्तरता दिने घोषणा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलबाट समाधान ननिस्किएपछि महासङ्घले आन्दोलन झनै सशक्त बनाउने बताएको छ। शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन्। शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले नेपाल शिक्षक महासङ्घले शिक्षा ऐन जारी गर्न माग गर्दै 18 दिनदेखि आन्दोलन गर्दै आएको बताएका छन्। आन्दोलनको मुख्य लक्ष्य सानातिना मागमा सम्झौता नगरी विगतका सहमतिलाई सम्बोधन गर्ने अग्रगामी शिक्षा ऐन नै भएको बताएका छन्। हामी एक दुई सानातिना मागहरूको लेनदेन गरी फर्किन आन्दोलनमा आएका होइनौँ। विगतका सहमति सम्बोधन हुने अग्रगामी ऐन नै हाम्रो लक्ष्य हो, उनले भनेका छन्। उनले आफूहरूका माग आन्दोलनकै बलमा पुरा हुने पनि बताएका छन्। हामीले विगतमा जे पाएका छौँ त्यो आन्दोलनको बलमा नै पाएका छौँ। अब पनि हाम्रा मागहरू आन्दोलनकै बलमा पुरा हुनेछन्, अध्यक्ष सुवेदीले भनेका छन्। अध्यक्ष सुवेदीले आन्दोलनलाई मर्यादित र अनुशासित बनाउन सबै शिक्षकहरूलाई आग्रह गरेका छन्। बलियो उपस्थिति बलियो आन्दोलन, बलियो आन्दोलनले बलियो उपलब्धि भन्ने नाराका साथ महासङ्घले शिक्षक र कर्मचारीलाई एकजुट भएर सहभागी हुन अपिल गरेको छ। नेपाल शिक्षक महासङ्घले 18 दिनदेखि जारी आन्दोलन मार्फत शिक्षा ऐन जारी गर्न माग गर्दै आएको छ। महासङ्घको भनाइमा सरकारले विगतमा गरेको सहमति अझैसम्म कार्यान्वयन नगरेकाले यो चरणमा आन्दोलन अपरिहार्य बनेको हो। त्यस्तै नेकपा एसकी नेत्री रामकुमारी झाँक्रीले आन्दोलनरत शिक्षकहरूलाई सडक छोडेर कक्षा कोठामा फर्किन आग्रह गरेकी छिन्। सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै उनले आन्दोलनकर्ताहरूलाई रमिताबाजी नगरौँ भन्दै आलोचना गरेकी हुन्। सरकारले ऐन आउँछ भनेर प्रतिबद्धता जनाएको छ। विधेयक सीमितमा दफावार छलफल भइरहेको छ, झाँक्रीले लेखेकी छिन्। विधेयक संशोधन सहित पास हुने भएकाले समय लागेको हो। समितिले पास गरेपछि संसदमा जान्छ, यो अधिवेशनमै ऐन आउँछ। उनले आन्दोलनका क्रममा विद्यालय बन्द गरेर लाखौं विद्यार्थीको भविष्य अन्यलमा पारेको प्रति पनि गम्भीर प्रश्न उठाएकी छिन्। राज्यको तलब खाने शिक्षक कर्मचारीले विधेयक पास नभएसम्म फर्किनौ भन्न मिल्छ भन्दै उनले आन्दोलनको वैधानिकता र नैतिकतामाथि पनि प्रश्न चिन्ह लगाएकी छिन्। शिक्षकहरू शिक्षा ऐन मार्फत आफ्नो अधिकार सुनिश्चित गर्न चाहन्छन् भने सरकारले ऐन ल्याउने प्रक्रिया अगाडि बढाइरहेको छैन। तर संवाद विफल भइरहँदा विद्यार्थीहरू भविष्य अन्यलमा परेको छ। सगरमाथा टेलिभिजनका लागि क्यामेरामा सज्जन चापागाईका साथमा गोरख राउत, काठमाडौँ।